अहिले हेर्दा भइगयो नि यस्तै मात्रै हुन्छ त यो के हो यो सबै नभत्काउ अहिले उनीहरु आएपछि भत्काउनु उनीहरुले उनीहरुको आउँछ होला यो त अहिले यिनीहरुले के भन्नुहुन्छ दीपक सर भन्नु है यो के हो यो फेरि चाहिँ बालुवाको मात्रा मात्रै भएको सिमेन्ट देखिँदैन हैन यो च्यातिरमा हैन माटो उहिले आछ यो सम्बन्धित उहाँहरुलाई पनि जानकारी गराएको छु उहाँहरुले यसलाई चाहिँ पुरै फेरि हेर्नु है दीपक सर हेर्नु है हजुर र उहाँहरुलाई फेरि पनि हामी उहाँहरु तागेता गर्छौं हैन तर यो वाल चाहिँ जस काम नलाग्ने अवस्थामा देखियो यसलाई भत्कारा नयाँ बनाउने त्यही त यो त भत्काउनै लाउनु पर्छ नि सर अब यो पनि जोडिएको छैन के यो होमबाइब छड्केको छ यो होमबाइब जोडिएको छैन माटो झरेर थुप्रिरहेछ होइन उता थुप्रेको चौरबाट झरेर थुप्रेको कसरी थुपारे भने यहाँनिर एकजना र 10 जनाको बहुमत हुन्छ ठीक छ उहाँहरुले अब हामी इन्फर्म गरिरहेको छौं उहाँहरु यो सुधार्नु पुरै यो सुधार्नु पर्छ नभए यो पनि डाइरेक्ट लापरवाही गरे यता पनि पानी सबै उतातिर छोड्दै यहाँ कतै ठुलो मिलाउनु पर्ने त्यति यो कता कता हाम्रो संस्थाको बाटो यहाँनिर छैन गाडी कुद्ने अवस्था छैन यहाँनिर त्यो लापरवाही गरेर पानी सबै संस्था यो हाम्रो संस्थाको गाडी कुद्ने बाटो छैन यो के गरेको यो पानी हामीले त हाम्रो संस्था हो कति यो ढुङ्गा यता हामीले त दुध बेच्नु पर्छ यहाँबाट गाडी लिएर जानु पर्छ पानी कहाँ कट्दै उता यो कुलोतिर कठो पानी पहिले त त्यो त अनि फेरि अहिले यता संस्थातिर ढुङ्गा ल्याएर राखेर मान्छेले पनि कटाउन नसक्नेहरु बनाएर लापरवाही नै अलि धेरै यो त कामै जति यस्तो शाखा रोड छ नि त्यो जति बनिनु पर्ने बनिँदैनन् के अब यस लथनिङमा छोडिन्छन् अनि गाडी जाईको पनि आज एउटा काम पनि गरौँ न भित्र यहाँ हामीले एउटा समिति गठन गरौँ न यसको लागि अब बेलामा यति भएको बेला त्यो समिति एउटा गठन गरौँ ल एउटा मान्छे लेखेर यत्रो ढुङ्गा राखेर त मान्छेले काट्नु मेरो एउटा भने के तपाईलाई कस्तो लाग्छ अब जस्तै छ भने यो बाटो निर्देशनको लागि हामीले एउटा समिति गठन गर्न सक्छौँ हैन यहाँको स्थानीय हामीले गर्नु अनि गरौँ ल आज समिति गठन गरौँ सबैले बरु पालै पालै एक दिन अरूले गरौँ नहेर्ने भने त हामी नै पनि त देखिँदैन अब देख्दा बाहिरबाट राम्रो देखिन्छ हैन लु एउटा समिति लु आज भिना चाहिँ के भन्नुहुन्छ तपाईँ एउटा समिति गठन गर्नु अब उता उपोपटिको चाहिँ ठिकै छ त्यो अब यहाँ हेर्दा राम्रो देखियो नि त बराबर हैन यसको चर भेटिएको छैन मुनि चरै नभेटिकन वाल लागेको छ यो ढुङ्गाले कोटेर मात्रै हातले आउँछ अनि आफै आइरहेछ त्यो यसरी समिति यसरी आइरहेछ गठन गर्ने भनेको हामीले यहाँको स्थानीयले मात्रै होइन उनीहरु सहित राखेर चाहिँ स्थानीयलाई दिनुपर्छ अनि मात्रै स्थानीयले निरीक्षण गर्न पाउँछ यस्तो पनि हुन्छ नि त किन चाहिँ हामीले जस्तै एउटा स्थानीय समिति गठन गर्यौँ भने हामीले एक एकजना दिनको गरेर राम्रै लाग्छ यहाँ तल मुनि जग राम्रै लागेको रहेछ राम्रै लाग्छ यो त राम्रै छ यो त हामी आफै उभिएर बनाएको हो नि त यो आफै उभिएर बनाएको यो होमबाइब यहाँ राख्दै गाडी कुदाइदियो क्या नकुदा उहाँहरू न कति सर चाहिँ होमबाइब हेर्नु यहाँहरू होमबाइब सरेको यहाँहरू होमबाइब कति छ भने 1 इन्चको फरक छ यहाँ हैन यो त कम भइसक्यो छ कि यहाँ चाहिँ धेरै अनि यहाँ छ क्या ठुलो यहाँ ठुलो छ माटोको लेदरै तल चिराएको छ त्यहाँबाट त्यहाँ त्यो देखेको पनि छैन यहाँ यता आएको छ यसो गर्नु पर्यो त्यो यो अब कहाँ 1 इन्च 2 इन्चको फरक रहेछ त्यतिखेर चाहिँ होमबाइब पनि सोध्याउनु पर्ने चाहिँ पर्ने भएछ कि न त टेढो भएर त्यहाँ त माटोको लेदै झरिरहेको छ तल जब चाहिँ पानी पर्यो लेदो धुलुङ भयो त्यतिखेर गाड्दो रहेछ भन् न नभए अस्ति नै हिउँदा गाडेको थियो भने थुप्रो चल्नु त्यतिखेरै गाडी लोड गाडी नै आइरहेको थियो पानी भोलिपल्ट आयो लो ट्रक अनि त्यो दिन टिपरहरू पनि ढुङ्गा लोड पुगेको थियो नि त